जानकी माता। आजको यस भव्य कार्यक्रममा उपस्थित रहनुभएका मधेसका तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैलाई मेरो प्रणाम। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, लामो समयसम्म तपाईहरुमाझ विभिन्न कार्यक्रममा म बोल्दै आएको छु, तर आज मलाई पहिलो पटक यस्तो महसुस भएको छ कि अब मैले बोल्नु पर्दैन। मेरो घरको कुनै भित्तामा कुनै झोलामा संसारकै सबैभन्दा लामो टक शो चलाएर बोलेर आर्जन गरेको एउटा वर्ल्ड रेकर्ड छ, तर मलाई लाग्छ अब त्यसको पनि केही काम छैन, अब बोल्नु पर्दैन। किनभने यस अघिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा बिउ रोपेर गएको थियो, उन्नत बिउ। हामीलाई धेरैले भने मधेसमा त तपाईले भोट ल्याउनु भएन, मधेसमा त तपाईहरु लोकप्रिय हुनुहुन्न, मधेसका जनताले त तपाईलाई माया गर्दैनन् भनेर धेरैले भनेका थिए। तर मलाई थाहा थियो कि मधेसले माया गर्छ, त्यसैले त मधेसले उन्नत बिउ रोपेको थियो र त्यो बिउ आज हुर्केर बढेर फल लागेर लह भएको छ। जसरी धानका बाला लह हुन्छ, आजको यो उपस्थिति त्यो हिजो रोपेको बिउ हो। यो बिउ मात्र होइन, तपाईका तमाम आँखाहरुमा देखिएको यो देशको सपना हो। यो सपनालाई अपदस्थ भएका मानिसहरूले खोसेका थिए, लुचेका थिए, लुकाएका थिए। अब त्यो सपना खोसेर लिन्छ मधेसले, अब त्यो सपना खोसेर लिन्छ देशले। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मलाई सम्झना छ जब चितवनका जनताले संसदकै सबैभन्दा धेरै भोट दिएर मलाई पठाएका थिए, मलाई छलछाम गरेर संसदबाट निकालियो। हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिए, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौं। प्रत्येक दिन मेरो टाउकोमा लागेका मुद्दाहरूका कारण प्रत्येक दिन देशको कुनै न कुनै अदालतमा मैले उपस्थित हुनुपर्छ। भोलि पनि 3-4 वटा अदालतमा म माथि मुद्दा लागेका छन्। मलाई परवाह छैन, जनताको मुद्दा बोकेर हिँडेको मान्छे, त्यस्ता मुद्दा लड्दै गरौँला, जित्दै गरौँला। हारे हारिन्छ, जिते जितिन्छ। म आज धेरै बोल्दिन, म यति मात्र बताउँछु।